जीवनले तपाईलाई फेरि एउटा मौका दिन्छ। पुराना गल्ती दोहोर्याउने गल्ती कहिल्यै नगर्नु। समय र भाग्यमाथि घमण्ड नगर्नु, किनकि जसका दिन खराब हुन्छन् तिनको पनि बिहान अवश्य आउँछ। श्रीकृष्ण भन्नुहुन्छ, यदि मानिसले शिक्षा भन्दा पहिले संस्कार, व्यापार भन्दा पहिले व्यवहार र भगवान भन्दा पहिले आमा बुवालाई चिन्न सके भने जीवनमा कहिल्यै कठिनाई आउँदैन। स्वार्थले बनाइएका सम्बन्ध कहिल्यै बलिया हुँदैनन् र प्रेमले बनेका सम्बन्ध तोड्न जति प्रयास गरे पनि टुट्दैनन्। जीवनको यो रणभूमिमा आफै कृष्ण र आफै अर्जुन बन्नुपर्छ। हरेक दिन आफ्नै सारथी बनेर जीवनको महाभारत लड्नुपर्छ। सधैँ मौन बस्नु सही हुँदैन। इतिहास साक्षी छ, धेरै विपत्ति यस कारण आयो कि मानिसले समयमै विरोध गर्न सकेन। सत्य शल्यक्रिया जस्तै हो, अलिक पीडा हुन्छ तर राहत दिन्छ। झुट पेन किलर जस्तै हो, क्षणिक राहत दिन्छ तर जीवनभरि साइड इफेक्ट भोग्नुपर्छ। चुग्लीको धार यति तीखो हुन्छ कि रगतको सम्बन्धलाई पनि काटेर टुक्र्याइदिन्छ। कहिलेकाहीँ प्रकृतिले जानी हामीलाई कठिन परिस्थितिमा राख्छ ताकि हामीले ती मानिसहरूको अनुहारमा लगाइएका नकाब देख्न सकौं, जसलाई हामी आँखै चिम्लेर विश्वास गर्छौं। सम्बन्ध रगतका होइनन्, विश्वासका हुन्छन्। यदि विश्वास छ भने पराया पनि आफ्ना बन्छन् र विश्वास छैन भने आफ्ना पनि पराया बन्छन्। प्रेम केवल आफ्नो कर्म र ईश्वरसँग गर, किनकि यी दुईले कहिल्यै धोका दिँदैनन्। आवश्यकता भन्दा बढी समय र सम्मान दिँदा मानिसहरूले तपाईलाई कमजोर ठान्न थाल्छन्। तपाईलाई डाहा गर्नेहरूका अगाडि सधैँ खुशी देखिनुहोस्, तपाईको खुशीले उनीहरूलाई जिउँदै जलाउँछ। कलियुगमा कसैलाई पनि अत्यन्तै सोझो सम्झिने गलती कहिल्यै नगर्नु। शरीर सुन्दर होस् वा नहोस्, शब्दहरू सुन्दर हुनु जरुरी छ, किनकि मानिसले अनुहार बिर्सन सक्छ तर शब्द कहिल्यै बिर्सदैन। जसले तपाईलाई बुझ्छ उही तपाईको आफ्नो हो, नत्र त सुन्दर अनुहार त दुश्मनका पनि हुन्छन्। जमिनमा लड्यौं भने उठ्न सकिन्छ, तर मानिसको नजरमा खस्यौं भने उठ्न गाह्रो हुन्छ। जो मानिस शक्तिहीन हुँदाहुँदै पनि मनले हार मान्दैन, उसलाई संसारको कुनै शक्ति पनि पराजित गर्न सक्दैन। अरूका गल्तीबाट सिक, आफूमाथि प्रयोग गरेर सिक्न त जीवनै कम पर्ला। आफूलाई यति सक्षम बनाऊ कि तिमीलाई भेट्ने हरेक व्यक्ति तिमी जस्तै बन्न चाहोस्। समस्या बिना कारण जीवनमा आउँदैनन्, तिनको आगमन संकेत हो कि जीवनमा केही परिवर्तन गर्नुपर्छ। दुनियाँभन्दा अलिक पछाडि भए पनि तयारी बलियो छ भने तिमी अघि निस्कन सक्छौ। जीवन राम्रो तब हुन्छ जब तपाईँ खुसी हुनुहुन्छ, तर जीवन उत्कृष्ट तब हुन्छ जब तपाईका कारण अरू खुसी हुन्छन्। जबसम्म तपाईँ धनी र सफल बन्नुहुन्न तबसम्म कसैलाई ज्ञान नदिनु, किनकि कसैले सुन्दैन। धेरै बोझ बोकेर हिँड्ने मानिस प्राय डुब्छ, चाहे त्यो सामानको होस् वा अहङ्कारको। श्रीकृष्ण भन्नुहुन्छ, जसको नियत राम्रो हुन्छ उसको भाग्य कहिल्यै खराब हुँदैन। जीवनमा पैसा होइन, व्यवहार कमाऊ। श्मशानमा 4 करोड होइन, 4 जना मात्र साथ दिन आउँछन्। जीवनमा कसैलाई पनि कहिल्यै कमजोर नठान। संसार डुबाउने शक्ति भएको समुद्रले पनि तेलको एउटा थोपा डुबाउन सक्दैन। विरासतमा गद्दी त पाइन्छ तर बुद्धि पाइँदैन। बुद्धि आफ्नै खुट्टामा उभिदा मात्रै आउँछ। तिमीलाई अघि बढाउने केवल एउटै व्यक्ति हौ, तिमी आफै। जबसम्म तिम्रो सही समय आउँदैन, शान्त रह। हरेक समय सबैका लागि उपलब्ध भइरह्यो भने मानिसहरूले राम्रो होइन, फाल्तु ठान्न थाल्छन्। आफ्नै लागि जित, किनकि तिमी हार्नुको प्रतीक्षा संसारले पहिल्यै गरिरहेको छ। हार लागे पनि आफ्नै लागि जित्न सिक, किनकि तिमी हारोस् भन्ने पर्खाइ त दुनियाँ पहिल्यै गरिरहेको हुन्छ। नातेदारहरू विपक्षी नेता जस्तै हुन्छन्, तिमी जति राम्रो गरे पनि चुग्ली त अवश्य गर्छन्। जीवनका चुनौती सबैको भागमा पर्दैनन्, किनकि भाग्य पनि भाग्यवानलाई मात्र परख गर्छ। गरिब हुनु नराम्रो होइन, गरिब देखिनु नराम्रो हो। तिम्रो खल्तीमा कति पैसा छ त्यो तिमी बाहेक कसैलाई थाहा हुँदैन। इज्जत देऊ, तर यति पनि होइन कि कसैले तिम्रै इज्जत गर्न छाडोस्। केही गल्तीहरू माफ गर्नु कहिलेकाहीँ तिम्रो सबैभन्दा ठूलो गल्ती बन्छ। मैले जिन्दगीमा एउटा ठूलो गल्ती गरे। मैले सबैलाई आफूभन्दा बढी महत्त्वपूर्ण ठाने। मलाई ती मानिसहरूसँग धेरै डर लाग्छ जसको अनुहारमा मिठास र मनमा विष हुन्छ। भरोसा त्यही हुन्छ जहाँ वफादारी हुन्छ, नत्र त भेट त हरेक दिन हजारौंसँग हुन्छ। बोलाइको मिठासले भित्रको भेद खोल्दैन। मोरलाई देखेर कसले भन्छ उसले सर्प खान्छ भनेर?
बोलिएका शब्द यस्ता हुन्छन् जसले मानिसलाई या त मनभित्र बसाल्छ वा मनबाट झारिदिन्छ। कुरा आदर र संस्कारको हो, नत्र जो सुन्न सक्छ उसले सुनाउन पनि सक्छ। आउनुस् अलिक सुकुनसँग बाँचौँ। जसले मन दुखाउँछन् तिनबाट अलिक टाढा बसौँ। मौका सबैलाई मिल्छ, समय सबैको आउँछ। कोही चाल चल्छ, कोही सहन्छ। जुन पीडा तिमी आफै सहन सक्दैनौ त्यो अरूलाई पनि नदेऊ। श्रीकृष्ण भन्नुहुन्छ, धर्मले भरिएको हृदयले धर्मको सल्लाह दिन्छ र अधर्मले भरिएको हृदयले अधर्मको। जो प्रेमलाई बकवास भन्छ ऊ मूर्ख हो। प्रेम नै संसारको मूल हो, यसैबाट संसार बनेको हो। जहाँ मतलब सकिन्छ त्यहीबाट धोका सुरु हुन्छ। सम्बन्धमा नियमित दूरीले सम्बन्ध जोड्छ, अनियमित दूरीले सम्बन्ध तोड्छ। मानिस आफ्नो विश्वासले बनेको हुन्छ, जस्तो विश्वास गर्छ उस्तै बन्छ। श्रीकृष्ण भन्नुहुन्छ, आफूलाई खराब भन्न हिम्मत छैन र मानिसहरू भन्छन् जमानो खराब छ। माफी त्यही दिन सक्छ जो भित्रबाट बलियो हुन्छ। खोक्रा मानिस सधैँ बदला लिने आगोमा जलिरहन्छन्। यो नसोच कि 1 महिना वा 1 वर्षमा के होला, यो सोच कि 24 घण्टामा के गर्न सकिन्छ। मानिसको असली अनुहार त्यसै बेला देखिन्छ जब तिमी उसको कामका रहन्नौ। पल्टेर जवाफ दिनु गलत हुन सक्छ, तर सधैँ सही रह्यौ भने मानिसले बोल्ने सीमा बिर्सन्छन्। मूर्खसँग बहस गर्नु गालामा बसेको मच्छर मार्न जस्तै हो। मच्छर मरोस् वा नमरोस्, थप्पड त आफैलाई लाग्छ। झुटा मानिसका कुरा प्राय मीठा हुन्छन्, साँचो मानिसका कुरा कडा हुन्छन्। कदर गर्नु छ भने मानिस बाँचुन्जेल गर, मरेपछि त घृणा गर्नेले पनि भन्छ मानिस त धेरै राम्रो थियो। जो तिम्रो पछाडि कुरा गर्छन् तिनको कुरा कहिल्यै ध्यान नदेऊ, किनकि यसको अर्थ तिमी अझै पनि उनीहरूभन्दा 2 कदम अगाडि छौ। मेरो जिन्दगीका 3 गल्तीहरू: सबैलाई छिटै विश्वास गरेँ, सबैको आफैभन्दा बढी ख्याल गरेँ र कहिल्यै कसैलाई धोका दिइन। भाग्य र पत्नीले कहिलेकाहीँ दुःख दिन्छन्, तर साथ दिँदा जिन्दगी नै बदलिदिन्छन्। जिन्दगीको मजा आफ्नै तरिकाले लिनुपर्छ। मानिसको खुसीका लागि सिंहलाई पनि सर्कसमा नाच्नुपर्छ। केही मानिसलाई छोड्नु जरुरी हुन्छ, किनकि यदि हामीले छोडेनौँ भने उनीहरूले हामीलाई कतैको राख्दैनन्। श्रीकृष्ण भन्नुहुन्छ, धैर्य राख। कहिलेकाहीँ जीवनमा सबैभन्दा राम्रो पाउन सबैभन्दा खराब समयबाट जानुपर्छ। स्वास्थ्यका लागि योग र आवश्यक बेला दिएको सहयोग दुवैले जीवन बदल्छ। कहिलेकाहीँ एक्लै हिँड्नु परे डर नमान, किनकि शमशान, शिखर र सिंहासनमा मानिस सधैँ एक्लै हुन्छ। सल्लाहका 100 शब्दभन्दा अनुभवको एउटा ठक्कर मानिसलाई धेरै बलियो बनाउँछ। तिमी जे गर्न चाहन्छौ गर, मानिस के भन्छन् भनेर नसोच, किनकि तिमी केही नगर्दा पनि मानिस बोलिरहन्छन्। मैनबत्तीलाई अन्त्यमा मात्र थाहा हुन्छ कि उसलाई त्यही धागोले सकायो जसलाई उसले छातीभित्र लुकाएर राखेकी थिइन्। आजलाई मात्र हेरेर कसैको भोलिको अनुमान गर्न सकिँदैन, किनकि समय धेरै शक्तिशाली हुन्छ। सानातिना खर्चमा सधैँ सावधान रह, किनकि सानो पुलालले पनि ठूलो जहाज डुबाउन सक्छ। सम्बन्धको सुन्दरता एक अर्काको कुरा बुझ्नमा हुन्छ। आफ्नै जस्तो मानिस खोज्यो भने अन्त्यमा एक्लै बस्नुपर्छ। आजको जमानामा धेरै राम्रो हुनु पनि राम्रो मानिँदैन। यदि गिराउनेहरू आफ्नै भए भने सम्हालिन धेरै समय लाग्छ। आज मानिसले तिमीलाई त्यसै बेला कदर गर्छ जब उसलाई तिम्रो आवश्यकता पर्छ। उदास रहनु आदत नबनोस्, त्यस अघि नै खुसी रहन सिक। केही मानिसहरूले हाम्रो मन हरेक दिन दुखाउँछन्, तर फेरि पनि हामी उनीहरूसँग बोलेर खुसी हुन्छौँ। जो आफ्नाबाट सधैँ सताइन्छन् र आफ्नैद्वारा ठुक्राइन्छन् उनीहरू धेरै कठोर बन्छन्। किनकि शमशानको चुलो होस् वा सिंहासन, मानिस अन्ततः एक्लै नै हुन्छ। सल्लाहका 100 शब्दभन्दा अनुभवको एउटा ठक्करले मानिसलाई धेरै बलियो बनाउँछ। तपाईँ जे गर्न चाहनुहुन्छ त्यही गर्नुहोस्। मानिसहरूले के भन्छन् भनेर नसोच्नुहोस्, किनकि तपाईँ केही नगर्दा पनि उनीहरूले बोल्ने नै छन्। मैनबत्तीलाई अन्त्यमा मात्र थाहा हुन्छ कि उसलाई समाप्त गर्ने त्यही धागो हो जसलाई उसले आफ्नै छातीभित्र लुकाएर राखेकी हुन्छे। आजलाई हेरेर कसैको भोलिको अनुमान लगाउन सकिँदैन, किनकि समय धेरै शक्तिशाली हुन्छ। साना साना खर्चप्रति सधैँ सावधान रहनुहोस्, किनकि सानो पुवालले पनि ठूलो जहाज डुबाउन सक्छ।
सम्बन्धको सुन्दरता एक अर्काको कुरा बुझ्नमा हुन्छ। आफ्नै जस्तो मान्छे खोज्दै हिँड्यौ भने अन्ततः एक्लै रहनुपर्छ। आजको जमानामा अत्यन्तै असल हुनु पनि सधैँ राम्रो हुँदैन। यदि कसैलाई तपाईले गिराउनु भयो भने फेरि सम्हाल्न धेरै समय लाग्छ। आजको समयमा मानिसहरूले तपाईको कदर तब मात्र गर्छन् जब उनीहरूलाई तपाईको आवश्यकता पर्छ। उदासीनता तपाईको बानी बन्नु अघि नै खुसी रहन सिक्नुहोस्। केही मानिसहरूले हाम्रो मन हरेक दिन दुखाउँछन्, तर उनीहरूसँग कुरा गरेर नै हामी खुसी हुन्छौँ। जो आफ्नैहरूले सताइएका र तिरस्कृत भएका हुन्छन्, उनीहरू मनले पनि र बोलीले पनि कठोर बन्छन्। हे श्रीकृष्ण, अरूले माने या नमाने, तैपनि मलाई यो विश्वास छ कि जबसम्म तपाईँ साथमा हुनुहुन्छ सबै कुरा मसँग छ। रुख हाँगा काटिँदा सुक्दैन, रुख सधैँ जरै काटिँदा सुक्छ। त्यसै गरी मानिस कर्मले होइन, सानो सोच र गलत व्यवहारले हार्छ। श्रीकृष्ण भन्नुहुन्छ, म सबै प्राणीलाई समान रूपमा हेर्छु, न कोही मलाई कम प्रिय छ न कोही बढी, तर जो प्रेमपूर्वक मेरो आराधना गर्छन् उनीहरू म भित्र बस्छन् र म उनीहरूको जीवनमा प्रवेश गर्छु। राधारानी श्रीकृष्णज्यूलाई सोध्नुहुन्छ, मायाको साँचो अर्थ के हो? श्रीकृष्ण मुस्कुराउँदै भन्नुभयो, जहाँ मतलब हुन्छ त्यहाँ माया नै हुँदैन। श्रीकृष्ण भन्नुहुन्छ, मेरो पनि धेरै जन्म भइसकेका छन्, तिम्रो पनि। न यो मेरो अन्तिम जन्म हो न तिम्रो। प्रेम यस्तो अनुभूति हो जसले मानिसलाई कहिल्यै हार्न दिँदैन। घृणा यस्तो अनुभूति हो जसले मानिसलाई कहिल्यै जित्न दिँदैन। प्यार र भाग्य कहिल्यै सँगै हिँड्दैनन्। जो भाग्यमा हुन्छन् उनीहरूसँग कहिल्यै प्रेम हुँदैन, र जससँग प्रेम हुन्छ उनीहरू भाग्यमा हुँदैनन्। श्रीकृष्ण भन्नुहुन्छ, आशाले धेरै पीडा दिन्छ, तर नजाने किन यो दिलले आशा छोड्न सक्दैन। नक्कली सम्बन्धभन्दा धेरै राम्रो हो एक्लै बस्न सिक्नु। मोहब्बत र नफरत सुन्नमा दुई साधारण शब्द हुन्, तर यही दुई शब्दले मानिसलाई भगवान पनि बनाउन सक्छन् र शैतान पनि। समय बताउने धेरै भेटिन्छन्, तर समयमै साथ दिने धेरै कम भेटिन्छन्। जीवनमा आँधी आउनु पनि जरुरी हुन्छ, तभी थाहा हुन्छ को हात समाउँछ र को छोड्छ। थाहा छैन जीवन फेरि पाइन्छ कि पाइँदैन। त्यसैले दुःख, रिस, घृणा, नाराजगी वा झगडामा यसलाई बर्बाद नगर्नुहोस्। सधैँ खुसी रहनुहोस् र अरूलाई पनि खुसी राख्नुहोस्। कसैसँग बारम्बार रिसाउनु भन्दा आफ्नो जीवनमा उसको महत्त्व कम गर्नु राम्रो हुन्छ। अरूको छायामा उभिँदा आफ्नै छाया हराउँछ। आफ्नो छाया पाउन एक्लै घाममा उभिनुपर्छ। कहिलेकाहीँ हामी गलत हुँदैनौँ, हामीसँग त्यस्ता शब्द हुँदैनन् जसले हामीलाई सही साबित गरून्। साँचो बोल्न कुनै तयारी चाहिँदैन, किनकि साँचो सिधै मनबाट निस्कन्छ। हिसाब राख्न सिक्नुहोस्, किनकि मानिसहरूले धेरै चाँडै सोध्नेछन् कि तिमीले मेरो लागि के नै गर्यौ। शान्त रहनुहोस् जबसम्म तपाईको सत्य आफै बोल्न थाल्दैन। जब समय आउँदैन झुटो कुरा पनि कति अचम्मको लाग्छ। आफै बोले राम्रो लाग्छ, अरूले बोले रिस उठ्छ। कहिले कसैको अपमान नगर्नु। तपाईँ शक्तिशाली हुनुहुन्छ यो राम्रो कुरा हो, तर समय तपाईँभन्दा पनि शक्तिशाली हुन्छ, यो कुरा कहिले नबिर्सनु। तपाईको भविष्य कस्तो हुन्छ भन्ने कुरा तपाईँ अहिले कस्ता मानिससँग मित्रता गर्नुहुन्छ भन्नेले प्रमाणित गर्छ। अन्धकार हटाउन समय खर्च नगर्नुहोस्, बियो बाल्न समय लगाउनुहोस्। अरूलाई होच्याउन होइन, आफूलाई माथि उठाउन समय दिनुहोस्। जिन्दगीको सबैभन्दा कडुवा सत्य, राम्रा कुराहरू सजिलै पाइँदैनन्। यदि कसैले तपाईसँग सम्बन्ध राख्न चाहदैन भने आफूलाई उसको जीवनबाट टाढा राख्नुहोस्, किनकि समयले उसलाई कदर गर्न सिकाउँछ र तपाईलाई धैर्य। जिन्दगी जिउनु छ भने दुःख त हुन्छ नै, नत्र मरेपछि त जल्दा पनि पीडाको अनुभूति हुँदैन। सबैलाई खुसी राख्नु जिउँदो मान्छेलाई तराजुमा तौल्नु जस्तै गाह्रो काम हो। एकलाई राख्यो भने अर्को उफ्रिन्छ। जुन दिन तपाईँ आफ्नो हाँसोका मालिक आफै बन्नुहुन्छ त्यस दिन कसैले पनि तपाईलाई रुवाउन सक्दैन। आफूलाई यति सक्षम बनाउनुहोस् कि आज तपाईको मजाक उडाउनेहरू भोलि तपाईको उदाहरण दिन थालुन्। सम्बन्धको गलत उपयोग नगर्नुहोस्। राम्रा मानिसहरू जीवनमा बारम्बार आउँदैनन्।
मानिसलाई समय दिन सिक्नुहोस्, सम्बन्ध आफै बलियो बन्छ। जो तपाईँको रिस सहेर पनि तपाईँको साथ दिन्छ, त्यसभन्दा बढी माया कसैले गर्न सक्दैन। जो तपाईँबाट दिक्क हुन्छ, उसलाई छोडिदिनुहोस्। बोझ बन्नुभन्दा सम्झना बन्नु राम्रो। कसैलाई दिन सकिने सबैभन्दा राम्रो उपहार भनेको उसको भावना बुझ्नु र सम्मान दिनु हो। श्री कृष्ण भन्नुहुन्छ, अक्सर एक्लोपन त्यही मानिसले भोग्छ जसले जीवनमा सही निर्णय छान्छ। केही सम्बन्ध भगवानले तोडिदिन्छन् ताकि हाम्रो जीवन नबिग्रियोस्। मरेका मानिसलाई रुन हजारौं हुन्छन्, तर जिउँदोलाई बुझ्ने एकजना पनि हुँदैन। समयभन्दा बढी केवल ती सम्बन्धको कदर गर्नुहोस् जसले सही समयमा तपाईँको साथ दिए। कुरा कडुवा छ तर सत्य हो। कसैलाई धेरै सुधार्न खोज्नुभयो भने ऊ तपाईँको शत्रु बन्न सक्छ। जति गहिरो सम्बन्ध उति बढी अपेक्षा, र जति बढी अपेक्षा उति गहिरो चोट। बुद्धिमान मानिससँग केही मिनेटको कुराकानी हजारौं किताब पढ्नुभन्दा राम्रो हुन्छ। यदि खुसी रहन चाहनुहुन्छ भने स्वार्थी मानिसलाई फोनबाट मात्र होइन, जिन्दगीबाट पनि ब्लक गर्नुहोस्। धोका कहिले मर्दैन। आज तपाईँ दिनुहुन्छ, भोलि तपाईँलाई नै फर्केर आउँछ। रोने मान्छे त्यही हो जसले साँचो सम्बन्ध महसुस गरेको हुन्छ। स्वार्थी सम्बन्ध राख्नेहरूको आँखामा न लाज हुन्छ न आँसु। हरेक सम्बन्धको एक मर्यादा हुन्छ, एक रेखा हुन्छ। यदि त्यो रेखा पार भयो भने त्यो सम्बन्धको महत्त्व सकिन्छ। श्रीकृष्ण भन्नुहुन्छ, नकारात्मक मानिसको सङ्गतमा रहने व्यक्ति आफ्नो लक्ष्यबाट भड्किनु निश्चित छ। नराम्रो कर्म गर्नु पर्दैन, आफै हुन्छन्, र राम्रो कर्म आफै हुँदैन, गर्नुपर्छ। मन र आत्माबाट कर्म र प्रेम गर्नुहोस्, जीवन आनन्दमय हुनेछ। मान्छे बिग्रनुका 6 कारण हुन्छन्: निन्द्रा, रिस, डर, थकाई, आलस्य र काम टार्ने बानी। एक जंगलमा गर्भवती हिरणी थिइन्। उनको सुत्केरी हुने समय नजिक आएको थियो। उनी नदी किनारको झाडीमा गइन् जहाँ आफू सुरक्षित ठानिन्। अचानक प्रसव पीडा सुरु भयो। त्यही बेला आकाश कालो बादलले ढाकियो, बिजुली चम्कियो र जंगलमा आगो लाग्यो। बायाँतिर हेर्दा एक शिकारी तीर तानेर उभिएको थियो। दायाँतिर एक भोकाएको सिंह ढात लगाएर आउँदै थियो। अर्कोतिर नदी बगिरहेको थियो। हिरणीले सोचिन्, म र मेरो बच्चा कसरी बच्ने? त्यसपछि उनले सबै चिन्ता छोडेर पुरै ध्यान बच्चा जन्माउन लगाइन् र बाँकी सबै भगवानको भरोसामा छोडिन्। त्यसपछि आश्चर्यजनक कुरा भयो। बिजुलीको चमकले शिकारी अन्धो जस्तै भयो। तीर अर्कैतिर लागेर सिंहलाई लाग्यो। त्यही बेला वर्षा भयो र आगो निभ्यो। उता हिरणीले स्वस्थ बच्चा जन्माइन्। मित्रहरू, कहिलेकाहीँ हाम्रो जीवनमा यस्ता समस्या आउँछन् जहाँ कुनै बाटो देखिँदैन। त्यस्तो अवस्थामा नकारात्मक होइन, आफ्नो काममा सकारात्मक भएर लागिरहनुपर्छ। जब हाम्रो हातमा केही हुँदैन, सबै कुरा भगवानको हातमा सुम्पिनुपर्छ। उहाँले जे गर्नुहुन्छ हाम्रो भलाइकै लागि गर्नुहुन्छ। जय श्री कृष्ण।